सबैजनालाई नमस्कार। मेरो यो अन्तर पावर च्यानलको एक नयाँ एपिसोडमा हजुरहरू सबैजनालाई हार्दिक स्वागत गर्दछु। आज कुरा गरौँ अफर्मेसनको बारेमा। मेरो अघिल्लो भिडियोहरू जसले रेगुलर हेरिराख्नु भएको छ अफर्मेसनको बारेमा त हजुरहरूले मेरो भिडियो पनि धेरै सुन्नुभएको होला अथवा आवाजको प्र्याक्टिस पनि गरिराख्नु भएको होला। र अफर्मेसनले साँच्चै काम गर्छ त? अफर्मेसनको विषयमा विभिन्न रिसर्चहरू भएका छन्। यसमध्येमा मैले एउटा अमेरिकी सरकारले नै गरेको रिसर्च पेपर पढेको छु। युनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसेस भन्ने एउटा अमेरिकाको सरकारी वेबसाइट नै हो। यस अन्तर्गतको मेडिकल रिसर्च एजेन्सीले चाहिँ विभिन्न विषयहरूको रिसर्च गरेर चाहिँ 11 लाखभन्दा बढी रिसर्च पेपरहरू चाहिँ उसको वेबसाइटमा राखेको छ। त्यसमध्येको यो अफर्मेसनको विषयमा चाहिँ उसले कस्तो रिसर्च गर्यो र कस्तो रिजल्ट आयो भन्ने विषयमा चाहिँ म आज हजुरहरूलाई चाहिँ त्यो रिसर्च पेपरमा भएको कुराहरू पहिला सेयर गर्छु है त। 67 जना मानिसहरू सहभागी थिए, जसमा महिला, पुरुष, काला, गोरा, युरोपियन, एसियन, अमेरिकन, सकेसम्म सबै खालको मानिसहरूको चाहिँ मिक्समा प्रतिनिधित्व गराइएको थियो। र त्यसमा सधैँ अफर्मेसन गर्ने मानिसहरू र कहिले पनि अफर्मेसन नगरेका मानिसहरू सबै खालको मानिसहरूलाई चाहिँ सहभागी गराइएको थियो। अनि त्यस रिसर्चमा चाहिँ 1 हप्तासम्म चाहिँ उनीहरूलाई चाहिँ त्यो रिसर्च गर्नेहरूले चाहिँ आफ्नै अन्डरमा राखेर आफ्नै अगाडि राखेर चाहिँ बिहान बेलुकै अफर्मेसनहरू गर्न लाउनु भयो। अनि 1 हप्तासम्म उनीहरूले बिहान बेलुकै अफर्मेसन गरे र त्यस पछाडिको 3 हप्ता चाहिँ उनीहरू आफ्नो आफ्नै काममा फर्किए, डेली लाइफमा फर्किए। तर उनीहरूलाई नियमित रिसर्च गर्ने समूहहरूले चाहिँ उहाँहरूले चाहिँ एकदम नियमित फलो गरिराख्नु भयो र बिहान बेलुकै उनीहरूलाई आफ्नै घरमा आफ्नै काममा पनि बिहान बेलुकै रेगुलर अफर्मेसन गर्न लागियो। यो 67 जनामा गरिएको 1 महिनाको रिसर्चको निष्कर्ष चाहिँ के निक्ल्यो भने 1 महिना पश्चात चाहिँ उनीहरूमा पोजिटिभ हर्मोन चाहिँ विकास भएको पाइयो। अनि उनीहरूले चाहिँ एकदम रिवार्ड पाउँदा, पुरस्कार पाउँदाखेरि जुन खुसी अनुभव हुन्छ त्यो अफर्मेसन गर्दै जाँदाखेरि चाहिँ उनीहरूमा त्यो हर्मोनको विकास बढी भएको देखियो। अनि उनीहरूमा चाहिँ कुनै पनि खतराप्रति चाहिँ कम रियाक्टिभ हुने, रियाक्सन कम देखाउने, अनि आफ्नो जीवनमा पनि कुनै उतार चढाव आउँदाखेरि चाहिँ एकदम छिटो असन्तुलित नहुने। सेल्फ अफर्मेसनले चाहिँ उनीहरूको समग्र दृष्टिकोणलाई नै एकदम फराकिलो बनाएको पाइयो र कुनै पनि नेगेटिभ कुराहरूले चाहिँ उनीहरूलाई असर पनि कम गरेको पाइयो। र उनीहरू एकदम पहिलाभन्दा बढी खुसी, पहिला भन्दाखेरि चाहिँ बढी उनीहरू अझै सेल्फ कन्फिडेन्स बढेको, सेल्फ स्टिम बढेको र त्यस्तो खालको पाइयो। र अनि उनीहरूले निष्कर्षमा चाहिँ यो अफर्मेसनहरू चाहिँ सबैले गर्नुपर्ने रहेछ भनेर त्यो रिसर्च पेपरमा चाहिँ लेखिएको छ। त्यस्तै स्ट्यानफोर्ड युनिभर्सिटीका जेफ्री एल कोहेन भन्ने प्रोफेसर हुनुहुन्छ। उहाँ चाहिँ मनोविज्ञान क्षेत्रको चाहिँ प्रख्यात मान्छे नै हुनुहुन्छ। उहाँले धेरै रिसर्चहरू पनि गर्नुभएको छ। उहाँले गर्नुभएको अनुसन्धानले पनि के भनेको छ भने पोजिटिभ अफर्मेसनले चाहिँ एकदम हाम्रो भित्र चाहिँ स्ट्रेस हर्मोन चाहिँ कम हुने, अनि मानिसलाई एन्जाइटी, डिप्रेसन हुने सम्भावना पनि एकदम कम हुने, अनि मान्छेलाई छिटो आफ्नो लक्ष्य प्राप्तिको लागि अगाडि बढ्न पनि सजिलो हुने, र विद्यार्थी छ भनेदेखि चाहिँ उसको पढाइको क्वालिटीमा पनि सुधार हुने र उसको पढाइ पनि पहिलेको भन्दा एकदम राम्रो ग्रोथ भएको देखियो विद्यार्थीहरूमा रिसर्च गर्दा पनि भनेर उहाँले पनि आफ्नो रिसर्च पेपरमा लेख्नु भएको छ। त्यस्तै अब हामीले हाम्रो दैनिक जीवनमा पनि हाम्रो बुवा आमाहरूले त भनेको सुनिरहेको थियौँ, शुभ शुभ बोल है, नराम्रो नबोल, मुखमा सरस्वतीको बास हुन्छ, कति नराम्रो बोलेको होला भनेर हामीले पनि घरमा केटाकेटी हुँदाखेरि गाली खाएको म पनि सम्झिन्छु। त्यस्तै घरमा अरू कसैले पनि नराम्रो बोल्यो भने पनि हाम्रो आमाहरूले त्यसो भनेको म अहिले पनि सम्झिरहेको छु। वास्तवमा यो पनि अप्रत्यक्ष रूपमा चाहिँ भन्न खोजेको चाहिँ के हो भने बारम्बार हामीले जुन कुरा भन्छौँ नि त्यो कुराले हामीभित्र त्यही प्रकारको असर गर्छ। नराम्रो कुरा भन्छौँ बारम्बार भने नराम्रै असर गर्छ, राम्रो कुरा भन्छौँ भने राम्रै असर गर्छ। त्यही भएर चाहिँ पोजिटिभ अफर्मेसनलाई चाहिँ एक किसिमले हाम्रो सुरक्षा गार्डको रूपमा पनि लिन सक्छौँ। हामी यो एउटा शब्दहरूको समूह हो जसले चाहिँ हामीलाई चाहिँ नकारात्मक कुराहरूबाट चाहिँ प्रोटेक्ट गर्छ र हामीलाई हाम्रो कन्फिडेन्स बढाइदिन्छ र हामी सकारात्मक वेमा चाहिँ आफ्नो जीवनमा अगाडि बढ्न सक्छौँ। जस्तै कोकाकोलाले वर्षमा चाहिँ $मिलियनौँ खर्च चाहिँ विज्ञापनको लागि गरेको हुन्छ। अब के कोकाकोला त विश्व प्रसिद्ध ब्रान्ड हो, सबैले सुनेका छौँ, हामीले यहाँ पनि सुनेका छौँ, अमेरिकामा जाँदा पनि सुन्छौँ, देख्छौँ। ठुल्ठुलो खेलहरू आयोजना हुँदाखेरि त्यहाँ पनि ठुल्ठुलो होर्डिङ बोर्ड चाहिँ कोकाकोलाको लागिरहेको देख्छौँ। हाम्रो देशमै पनि दसैँ तिहार आउँदाखेरि चाहिँ त्यो कोकाकोला पाउने पसलहरूमा चाहिँ ठुल्ठुलो गेटहरू कोकाकोलाको बनाएर राखेको हुन्छ। अब उसले यत्रो $मिलियनौँ किन खर्च गर्छ भने उसले बारम्बार रिपिटली चाहिँ त्यो कोकाकोलाको विज्ञापनहरू हाम्रो रेडियो टिभीमा बजाइरहँदा, अनि हामीलाई बाटोमा पनि होर्डिङ बोर्डहरूमा त्यस्तै पसलहरूको अगाडि कोकाकोलाको विज्ञापन देखिरहँदाखेरि चाहिँ हामीले त्यो कोकाकोलालाई बिर्सेकै हुँदैनौँ। यसले गर्दाखेरि चाहिँ उसले त्यो रिपिटली हामीलाई बिर्सिन दिइरहेको छैन र हामीले उसको कोकाकोलाको $मिलियनौँ उसले खर्च गर्छ भने $बिलियनौँ उसले कमाइ पनि राखेको छ यसबाट। हो त्यस्तै यो पोजिटिभ अफर्मेसन भनेको पनि हामीलाई बारम्बार हामीले चाहिँ हामी सफल छौँ, हामी खुसी छौँ, हामी हेल्दी छौँ भनेर बारम्बार आफूलाई भनिरहने, दोहोऱ्याइरहने। यसले गर्दाखेरि चाहिँ अनि त्यो हाम्रो नेगेटिभ बिलिफ्सहरू चाहिँ कम हुँदै जान्छ र हाम्रो एकदम नयाँ न्युरल पाथवे बन्न जान्छ।
हामी एकदम खुसी हुन्छौँ, हामीलाई आत्मविश्वास बढ्छ, हामी एकदम यो काम म गर्न सक्छु है भन्ने आत्मविश्वास बढ्दै जान्छ। अब भनेर मात्रै त हुने होइन नि त। जस्तो म एकदम हेल्दी छु भनेर हामीलाई कुनै रोग लागेको छ हामी बचाउनै गएनौँ, त्यसको लागि हामीले थप केही उपचारको कामहरू नै गरेनौँ। अथवा हामीलाई वेट लस गराउनु छ भने म एकदम फिट छु भनेर भनिरहेको छौँ, तर हामी कुनै एक्सर्साइज गरिरहेको छैनौँ र खानपिन पनि को सन्तुलन पनि मिलाइरहेको छैनौँ भने त्यसै शरीर घट्ने त होइन। तर यसले के गर्छ भनेदेखि हामीले बारम्बार यही कुरा रिपिट गरिरहँदाखेरि चाहिँ अनि अब त्यो काम गर्नको लागि चाहिँ हामीलाई मोटिभेट गर्ने काम उसले चाहिँ हामीलाई त्यो मोटिभेट गर्छ। अनि हामीले म एकदम फिट छु भनिरहेको छु भनेदेखि चाहिँ अब म फिट हुनको लागि एक्सर्साइज गर्न थाल्छु, खानपानको सन्तुलन मिलाउन थाल्छु। कोही बिरामी हुनुहुन्छ भने हजुरहरूले चाहिँ एकदम दबाई सँगसँगै म हेल्दी छु, म प्रतिदिन एकदम स्वस्थ भइरहेको छु भनेर सधैँभरि भन्नुहुन्छ, बिहान पनि भन्नुहुन्छ, बेलुका पनि भन्नुहुन्छ, एकदम फिलिङका साथ भन्नुहुन्छ भने त अझ यसले दोब्बर छिटो काम गर्छ, यसले हिलिङको काम पनि गर्छ। त्यही भएर अब हजुरहरूले चाहिँ यसको सधैँभरि प्रयोग गर्नुहोस्। आफूलाई के चाहिएको छ पहिला त्यो फिगर आउट गर्नुहोस्, लेख्नुहोस् अनि सधैँभरि भन्ने गर्नुहोस्। अब हजुरहरू विद्यार्थी हुनुहुन्छ भनेदेखि पनि अब मेरो एकदम परीक्षामा राम्रो अङ्क आइरहेको छ, मैले राम्रो मार्क्स ल्याइरहेको छु, मेरो प्रत्येक एक्जाम चाहिँ अघिल्लो एक्जामभन्दा एकदम राम्रो भइरहेको छ, अथवा मैले टप गरेर चाहिँ सबैबाट बधाई पाइरहेको छु, मैले यसपालि पनि मैले टप गर्न सफल भएँ। त्यसो भनिरहँदाखेरि चाहिँ अनि हजुरहरूलाई चाहिँ एकदम मोटिभेट हुन्छ क्या। अनि हजुरहरू पढ्न थाल्नुहुन्छ, ग्रुप डिस्कसन गर्न थाल्नुहुन्छ, क्लासमा सरहरूसँग पनि एकदम सोध्ने अनि साथीहरूसँग पनि ल छलफल गरेर पढ्ने। त्यसो गर्दा नभन्दै हजुर टप पनि हुन सफल हुनुहुन्छ। अनि त्यसै गरी बधाई पाइरहेको छु भनेर जुन कल्पना गरेर सधैँ भनिराख्नु भएको थियो, साँच्चै नै पनि त्यो बधाई पाइरहेको अनुभव पनि गर्न पाउनुहुन्छ। त्यही भएर यो पोजिटिभ अफर्मेसनको चाहिँ एकदमै ठुलो महत्त्व छ हाम्रो लाइफमा। सबैजनाले चाहिँ यो आजैदेखि सुरु गर्नुहोस्। अहिले नै हजुरहरूलाई कुन कुन क्षेत्रमा मेन गरेर लाइफको 4वटा सेक्टर, हेल्थ, करियर, मनी र रिलेसनसिप, यो हाम्रो लाइफको 4वटा महत्त्वपूर्ण क्षेत्र हो। त्यो जस्तो हेल्थको विषयमा 2टा 3टा 4वटा कतिवटा लेख्नुहुन्छ लेख्नुहोस्। करियरको विषयमा करियर कस्तो बनाउन चाहनुहुन्छ, आफूलाई करियर वाइज कहाँ देख्न चाहनुहुन्छ त्यो लेख्नुहोस्। मनी वाइज पनि हजुरहरू मनीको लागि कति कमाउँ भन्ने चाहनुहुन्छ अथवा के होस् भन्ने चाहनुहुन्छ त्यो लेख्नुहोस् होइन। यसरी हामीले यो जिन्दगीको हाम्रो 4वटा सेक्टरमा रिलेसनसिपमा नि कोहीसँग नराम्रो रिलेसन भइरहेको छ भने उसँगको रिलेसन सुधार होस् भन्ने चाहनुहुन्छ भने त्यसको लागि पनि अफर्मेसन लेख्नुहोस्। अनि त्यस पछाडि हजुरले यो रेगुलर कम्तीमा 21 दिन चाहिँ प्र्याक्टिस गर्नुहोस्, तर डेली कुनै दिन पनि नछुटाइकन। जसरी हामी पानी खाना छोड्छौँ त, डक्टरले कुनै दबाई दिएको छ भने हामी छोड्छौँ त, छोड्दैनौँ नि त, हो त्यसै गरी यसलाई पनि दबाई जस्तै सम्झिनुहोस्। तर यो दबाई चाहिँ शरीरको लागि भन्दा पनि मेन्टल एक्सर्साइज हो, यो मेन्टलको दबाई हो। ल अहिले हेर्नुहोस् त, यो मानसिक स्वास्थ्य चाहिँ विश्वभरि नै यसले विकराल रूप लिएको देखिन्छ। अमेरिकामा पनि पछिल्लो रिसर्चमा चाहिँ सबैभन्दा बढी बिक्री हुने दबाई भनेको चाहिँ मानसिक स्वास्थ्य सम्बन्धीको दबाई हो भनेर रिपोर्टहरू बाहिर आएको छन्। र यो पोजिटिभ अफर्मेसनले चाहिँ हाम्रो मेन्टल एक्सर्साइजको काम गर्छ। जसरी हामीले शरीरलाई स्वस्थ राख्नको लागि हेल्दी खानाहरू खान्छौँ, त्यसै गरी हाम्रो मानसिक स्वास्थ्यको लागि पनि रेगुलर अफर्मेसन भन्ने, ग्रेटिट्युडको प्र्याक्टिस गर्ने, यी कुराहरू चाहिँ सबै के हो त भन्दा हाम्रो मेन्टल एक्सर्साइज हो। यसले गर्दाखेरि हामीलाई स्ट्रेस हुन पाउँदैन अनि हामी एकदम धेरैभन्दा धेरै खुसी हुन्छौँ। हामीलाई मेन्टल समस्याहरू हुने पनि एकदमै कम हुन्छ भनेर त यो रिसर्चहरूले पनि प्रमाणित गरेको कुरा हो। हामी कोही पनि बढी तनाव लिने, बढी एकदम कुनै पनि कुराले बढी छिटो स्ट्रेस भइहाल्ने अनि दुःखी हुने त्यस्तो खालको स्वभावका छौँ भने पनि एकदम हजुरहरू भनिराख्नुहोस्, म एकदम खुसी छु, ओहो आजको दिन त मेरो कस्तो खुसीका साथ बितेको छ, मेरो भोलिको दिन पनि अझै खुसी हुनेछ। यसले गर्दाखेरि चाहिँ यो खुसीको भाइब्रेसनसँग चाहिँ हाम्रो इनर्जी पनि अलाइन हुन जान्छ र हामी अझै बढी खुसी हुन जान्छौँ। अनि हाम्रो वरिपरिको सर्कमस्टान्सहरू पनि त्यस्तै हामीलाई अझ बढी खुसी बनाउने खालको, अझ हामीलाई खुसी राख्ने खालको बन्दै जान्छ। हामीले जे चाहेको छौँ त्यसको लागि चाहिँ एकदम अफर्मेसन रामबाण जस्तै हो, सङ्कल्पबाट नै सिद्धि हुन्छ भन्ने कुरा त हामीले सुनेका हौँ। र यो अफर्मेसनलाई हजुरहरूले सङ्कल्प जस्तै मान्नुहोस् र यसले नै हामीलाई सिद्धि प्रदान गर्दछ। र आजैदेखि अफर्मेसन गर्न सुरु गर्नुहोस्। अहिले नै हजुरहरूको लाइफको कुन कुन सेक्टरमा के होस् भन्ने चाहनुहुन्छ त्यसको लागि अफर्मेसन लेख्नुहोस्। आज भरेदेखि नै प्र्याक्टिस गर्न सुरु गर्नुहोस्। कम्तीमा पनि 21 दिन, प्रत्येक दिन बिहान र प्रत्येक दिन बेलुका सधैँभरि प्र्याक्टिस गर्नुहोस् र आफ्नो अनुभव मेरो च्यानलमा आएर सेयर गर्नुहोला। पोजिटिभ अफर्मेसनको डेली प्र्याक्टिसले चाहिँ हामीमा यस्तो ब्यारियर बनाइदिन्छ नि, त्यो कुनै पनि हामीलाई दुःखी बनाउने कुराहरू अथवा अरू कसैले पनि तँ यस्तो गरिस्, तँ यस्तो खालको मान्छे भनेर अथवा केही पनि हामीलाई स्ट्रेस गराउने खालको केही पनि कुरा आयो भनेदेखि चाहिँ यस्तो ब्यारियरको काम गर्छ। त्यो चाहिँ यहाँसम्म आउँछ, यहाँबाट भित्रै जाँदैन र यहीँबाट फर्किन्छ, जसले गर्दा हामीलाई दुःखी बनाउनै सक्दैन कि। जतिखेर हामी खुसी एकदम जोयफुल हुन्छौँ, हामीले आजैदेखि यो सुरु गरौँ है त। अफर्मेसन कसरी लेख्ने
कसरी बनाउने भन्ने विषयमा पनि एउटा यसको पनि सिद्धान्त अथवा यसको एउटा पद्धति छ। तर यही भिडियोमा भन्दाखेरि चाहिँ भिडियो लामो हुन जाने हुनाले म यसको पार्ट 2 भिडियो बनाउँछु अफर्मेसन कसरी लेख्ने भन्ने विषयमा चाहिँ म हजुरहरूलाई डिटेलमा सिकाउनेछु। त्यो भिडियो पनि हजुरहरूले अवश्य हेर्नुहोला। आजलाई यति नै। आजको मेरो यो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हजुरहरूलाई अरू कस्तो भिडियो हेर्नु मन छ, के को विषयमा थाहा पाउनु मन छ, मलाई अवश्य पनि कमेन्ट गर्नुहोला। म त्यही अनुसारको भिडियोहरू अरू लिएर आउनेछु। हस्त हजुरहरूको आजको दिन अत्यन्त शुभ रहोस्। हस्त नमस्कार।